कौवाका जोडी कौवा जोडी तेरो मात्रै छैन। अबे साले। हेलो एभ्रिवान, वेलकम टु द एबिएक्स ब्लग्स। सबैजना सन्चो आरामै हुनुहुन्छ होला। यतातिर चाहिँ लास्टै चिसो भइरहेको छ र आज चाहिँ हामी मन्दिर जानु लागेको, किनभने बिहे गरिसकेपछि चाहिँ मन्दिर जानुपर्छ अरे नि त पूजा गर्न। हाम्रो बिहे चाहिँ मङ्सिरमै भएको, हामी चाहिँ गएको थिएनौँ, सो त्यसैले आज जानु लागेको। लास्टै जाडो भइरहेको छ, बिहान बिहानै नुहाएको नि त। अनि यतातिर चाहिँ लास्टै जाडो छ आजभोलि पनि, सो त्यसैले हुन त गर्मी महिना आउनु लागिसक्यो, तर पनि लास्टै चिसो छ यतातिर चाहिँ। घाम पनि 12 बजीतिर आउँछ, सो त्यसैले पुरै यस्तो कुहिरो जस्तो लागिरहेको हुन्छ नि, त्यसैले पनि घाम नै आउँदैन। बिहान बिहान चाहिँ लास्टै चिसो हुन्छ, घाम आएपछि चाहिँ त्यसपछि हल्का गर्मी गर्मी भएको जस्तो फिल चाहिँ हुन्छ। तर घाम आउने भनेको त्यो 1-2 घन्टा लाग्यो, त्यसपछि गइहाल्छ। दाइ एउटा पुलमा भिडियो बनाइदिए घरमा व्हाट्सएप खोले जाँदैछौँ, धेरै चाहिँ लाग्दैन, त्यही आधा घन्टा जति लाग्छ यहाँदेखि बजार पुग्नलाई। हात काटिन्छ त पानी पानी हुन्छ भने फिल्ममा चाहिँ पछाडिदिन्छु नि, यहाँ त पछाडि पनि दिनु। अरे कहना क्या चाहते हो? दिनुपर्छ। मन्दिरमा पूजा गर्न प्रसाद खान मेरो त नाच्छ नि रातो भयो। मौसम त यसै हो र, दिल गार्डन यहाँ टुप्पी र ठालिया ठाले जाडोले दुईवटा टुप्पी छ नि त, दुईटी चाहिँ बिहा गर्छ यसले। दुईवटा टुप्पी अनि दुईटी चाहिँ बिहा हेर्ने भएको छ। दाइ कोलपुरमा हिँड्नुपर्छ अरे। कसले भने? कोल्पो नेपालगञ्जमा हिउँ पर्न लागेपछि माथि हिमालयकै पर्ने छ। गर्मी हुन्छ अनि पग्लिन्छ नि पुरा हात काटेर मोबाइल नै समाउन मिलिरहेको छैन। गर्मी महिना आएपछि चाहिँ पुरै गर्मी भएर तनाव हुन्छ। एउटा भिडियो बना पुलमा कस्तो देख्न त खै दाइ देख्न बनाउनु बनाउन अहिले घाम आइजान्छ, फिल्म गर्न यार। बन्द गर्न किन बन्द गर्ने? नगर्न त्यहाँ हेर्न दाइ, एकैछिन बन्द गर्नु। बन्द गर्नु त्यहाँ गएपछि देखिहाल्छ। क्यामेरा फर्कान यार, म एउटा भिडियो बनाउँछु नि। रातभरि पर्यो, खासै बजारमा त जाडो हुँदैन। खासमा बजार होलामा गाउँ भएन, बजार भन्ने कुरो त हराउने जस्तो ठुलो एकैछिन हजुर फोन गर्छु भन्ने, लाइभ बस्नु लाग्यो नै एकैछिन हजुर फोन गर्छु भन्ने लाइजाने क्या। बाटो कहाँ छ त? ल अब हेर्नुहोस् हाम्रो देशको विकास। 2-3 वर्ष भइसक्यो यो बाटो बनाउनु लागेको, अझै पनि भइसकेको छैन। क्या हो यस्तो? बजार त बबाल रहेछ। म त गइजान्छु त्यति बाटो, तर अटो हामी चाहिँ पुगिसकेका छौँ मन्दिर। अब यहाँ चाहिँ पूजाको सामानहरू किनेर त्यसपछि चाहिँ मन्दिरभित्र जान्छौँ। दिनु भने त होइन, मन्दिरमा पनि वर्लिङको छाप्न छोडेर
टोक्री छैन दिनु छैन दक्षिणा दिनुपर्ने सामानहरू सबै किनिसकेर पैसा दिएको खुल्ला पैसा नै रहन्छ यहाँ त हामीसँग पनि थिएन खुल्ला पैसा चाहिँ भित्रबाट लिएर दिन्छु भन्नुभयो ल अब चाहिँ हामी जाँदैछौँ मन्दिरभित्र र यो चाहिँ हाम्रो छिन्चुको दुती बजे मन्दिर हो बजाइराख्ने होइन के बजाउँदैन अब फेरि मन्दिरभित्र जानलाई जुत्ता खोल्नु पर्ने मैले त अघि नै चप्पल लगाएर आउँछु भनेको थिएँ केही छैन बनाउँछु मैले ल अब चाहिँ पूजासुजा सबै गरिसकेर अब चाहिँ हामी जाँदैछौँ घरतिर मन्दिरमा गएन के मागे बुहारी के माग्दा मन्दिरमा हामी त्यस्तै छोरा पूजा गरेर आएको एकदम स्वाक एउटा बुहारी माग्नुपर्छ र मरक छ अब त ल हुँदा हुँदा अहिले चाहिँ कहिले रुनु पानी नै हाल्दैछ पुरा चिप्लो चिप्लो बनाइदिइसकेछ के गरे बिहान बिहान पानी पोख्ने भयो अब चाहिँ बहिनीले फेरि प्याज लग्नु छ भनेर प्याज किन्न लगाएको कति महँगो हो किनेर खान सकिँदैन न अमिलो अलि खाने जस्तो होइन धेरै पाके खाने क्या अमिलो अब यो बाटोमा अमिलो राख्नेलाई पनि कारवाही गर्नुपर्छ अमिलो देखेपछि नकिनेर छोडेनन् ल अब चाहिँ लाग्यो हामी घरतिर अब चाहिँ कतै नरोकेर घर जानुपर्छ किनभने जाडोले हालत खराब भइसकेको छ मेरो चाहिँ मोबाइल नै सम्म मेल राखेको छैन ए कौवा थियो यार के दामी आउँछ त अहिले त यहाँ अनार मात्रै नमिलिन्छ यो फुल घरलाई जाने यार बिल्कुल सब पास गरिसक्यो अन्त पिएचडी यस्तो त किताब छ हामीले पानी बनाएर खालिएको छ बेच्छ 5 रुपियाँ केजी हो त्यही भएन 4 फेल हो नपर्ने कस्तो 4 फेल हो अब योचोटि खासै पास त होइन खासै पास त होइन कि यहाँ जोरी परिवार खान्छ के गर्नु त परिवार माझी खाइदिनु परिवार अझै पनि पुरै कुहिरो छ यो चाहिँ 12 बजेसम्म फाट्दैन अब कुहिरो नफाटी घाम आउने छैन चालो के तुम कालो भयो के उयो काट
यो चाहिँ हाम्रो गाउँ अनि गाउँ नै यस्तो ठाउँमा छ कसरी घाम लाग्छ। ल अब चाहिँ हामी घर पुग्न लागिसकेका छौँ। यो घर उतापट्टिको घर चाहिँ हाम्रो। सो अब चाहिँ हामी घर पुगिसकेका छौँ र यही सँगसँगै आजको हाम्रो भ्लग चाहिँ यही अन्त्य हुन्छ। छिटै भेट्ने छ अर्को भ्लगमा। मिल्छ भने लाइक सब्सक्राइब गरेर सानो सपोर्ट गरिदिनु होला।